गरिरहेका छन्। कसैले चुनाव हो फेरि चुनावमा हामी नै छानिन्छौँ। हामी 70-80 वर्षका बुढापाकाहरूको नेतृत्वमा पार्टी बनाएपछि हामीलाई कसले सक्छ, हामी 2/3 ल्याउँछौँ, 1 करोड चाहिँ सदस्य बनाउँछ भन्ने अर्का थरी हिँडिरहेछ। र यी सम्पूर्णलाई परास्त गर्ने शक्ति भनेको जन्जी पुस्ता नै हो। यहाँका विद्यार्थी, यहाँका युवाहरू, यहाँका सम्पूर्ण शक्ति भनेको यही नै हो। यसले जता नेतृत्व गर्छ संसार विजयी त्यसबाट हुन्छ। संसारमा बुढापाकाहरूले युवाहरूलाई हराएको इतिहास भेटिँदैन, कहीँ पनि भेटिँदैन, यहाँ पनि अपवाद हुन सक्दैन। तर शङ्का सरले भने जस्तै के भन्दाखेरि उनीहरू फेरि चाहिँ नि पुरानो सत्तालाई फर्काउनको लागि उनीहरूले जमर्को गर्दैछन्। फेरि चाहिँ नि उनीहरू साइडबाट केन्द्रतिर आउने र केही चाहिँ आफ्ना गतिविधिहरू दोहोऱ्याउने गरिरहेका छन्। एक धक्काले उनीहरू किनारमा चाहिँ नि पछारिएका छन्। फेरि अर्को दोस्रो तेस्रो धक्कामा तिनीहरू चाहिँ नि उठ्न सक्ने अवस्थामा रहँदैनन्। हामीलाई लाग्छ कि भन्दा दोस्रो तेस्रो धक्का हान्न पर्ने अवस्था सिर्जना नगरून्। ती प्रतिगामी शक्तिहरू, ती देशका लुटेराहरू, ती देशका चाहिँ राजनीतिक दुश्मनको रूपमा आएका शक्तिहरू फेरि चाहिँ नि कुचेष्टा नगरून्। यदि त्यस्तो गरे भने फेरि अर्को आन्दोलनको समयले माग गर्छ र फेरि धक्का खाएर उनीहरू चाहिँ पछारिने अवस्थामा पुग्नेछन्। कहिल्यै पनि बुढो गोरुले, कहिल्यै पनि बुढो शक्तिले युवा शक्तिलाई हराएको इतिहास संसारमा छैन। यो यहाँ पनि हुँदैन। र आज यो चाहिँ कार्यक्रममा बोलाउनु भएकोमा धेरै आभार व्यक्त गर्दै अहिले बन्ने कार्य समिति सक्षम, कुशल, एउटा चाहिँ नि प्रखर नेतृत्व क्षमता भएका युवाहरूले यसको चाहिँ नेतृत्वमा आउनुहोला। अरू सम्पूर्ण भाइ बहिनीहरूले यसलाई सहयोग समर्थन गर्नुहोला। र यहाँ भनेका भाइले भनेका ती चाहिँ हाम्रा विधानले बोलेका कुराहरू, त्यहाँ भएका आचार संहिताहरू, ती सम्पूर्ण कुराहरू, नीति नियमका कुराहरू हामी चाहिँ नि कानुन र नीति नियमदेखि हाम्रो विधानदेखि बाहिर नगइकन हाम्रा अनुशासित तरिकाले हाम्रो चाहिँ नि समिति बन्नेछ र समितिले सोही अनुसार काम गर्नेछ। र हाम्रो रूपन्देहीका सम्पूर्ण अरू नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाका भन्दा हाम्रो चाहिँ यो 6 महिनाको समिति सक्षम, सफल, अग्रगामी र उदाहरणीय बनोस् र यहीँबाट नेतृत्व चाहिँ नि जिल्ला, केन्द्र र प्रदेशहरूमा छनौट हुने खालको नेतृत्व चाहिँ तयार होस् भन्ने शुभकामना सहित यहाँका जिल्लाहरूको नाम लिँदा अन्तको जाली फटाएर दुश्मनहरू जो चाहिँ प्रतिक्रियावादीहरूको मुटु थरथराउने खालको कार्यक्रम योजनाहरू बन्दै जाउन् भन्ने शुभकामना दिँदै म आफ्नो प्रमुख अतिथिको भनाइ अन्त्य गर्दै हजुरहरूसँग छिटो यहाँबाट बिदा हुन परेकोमा, बाध्यात्मक अवस्था भएकोमा क्षमा प्रार्थी छु भन्दै मेरो आफ्नो अन्त्य प्रमुख अतिथिको भनाइ यही अन्त्य गर्न चाहन्छु। हस्त जय जन्जी, जय नगर कमिटी। धन्यवाद।